Hello guys, Namaste, Lasu, Fafullah. Welcome back to my new vlogs. It's me, Bijay Gole Tama, Gole Bhai Vlogs. अनि आज हजुरहरुको सामु नयाँ भिडियो लिएर उपस्थित भएको छु। काठमाडौँबाट मात्र 40 किलोमिटरमा रहेको अराउन्ड 2.25 आवर्समा पुग्न सकिने एभरेस्ट टी गार्डन which is known as मिनी इलाम। मिनी इलाम चाहिँ हाम्रो सिन्धुपाल्चोक जिल्लामा पर्दछ। मिनी इलामको हाइट भनेको चाहिँ 1991 मिटर एबोभ द सी लेभलमा। अनि आज चाहिँ हाम्रो राइड चाहिँ हाम्रो ठ्याक्क यो जर्सिङ पौवा चोकबाट लेफ्ट लागेर हामी सिधै भोटे चौर लाग्छौँ। हाम्रो भोटे चौरको डिस्टेन्स भनेको चाहिँ 17 किलोमिटर फ्रम जर्सिङ पौवा। तपाईहरुलाई रोड चाहिँ एकदम अलिक पिच छ, कालो पत्रो छ, राम्रो एकदम पिच भएको छ। तपाईहरु ठ्याक्क यहाँबाट लेफ्ट हेर्नुभयो भने चाहिँ हामी ठ्याक्क यो काठमाडौँको भ्यू चाहिँ एकदम दामी खुलेको छ। यता लेफ्टमा काठमाडौँको भ्यू देख्न सक्नुहुन्छ। बेस्ट भ्यू छ हाम्रो काठमाडौँको भ्यू। यहाँ छेउबाट चाहिँ अलिक ठक्क क्लियर भ्यू चाहिँ देख्ने छ काठमाडौँ भ्यालीको। काठमाडौँ भ्याली ढुक्क माथि चाहिँ बादल रहेछ। ठक्क काठमाडौँको भ्यू हेरेर अब हामी चाहिँ अगाडि बढेको छौँ। ठक्क अहिले चाहिँ मौसम धुम्म कुहिरो लागिरहेछ, पानी पल्ल पल्ल यस्तो भइरहेछ भाइब्स। अगाडि बढ्दैछौँ। बाटो चाहिँ अहिलेसम्म चाहिँ राम्रो छ, त्यस्तो फुल भनौँ न त्यस्तो आएको छैन। यहाँ चाहिँ हाम्रो बाटो छिटो अफरोड सुरु भयो कि हो यहाँबाट भन्दा अफरोड सुरु। के को देख्नु हो आज मिनी इलाम जस्तै हुने इलामको भाइब छ हाम्रो बाटो त विशेष छैन। हामी मिनी इलाम चाहिँ एक दिनमा आवजावत पनि गर्न सक्छौँ। हामी चाहिँ यता बौद्ध साखु जर्सिङ पौवा हुँदै लेफ्ट लागेर हामी यता भोटे चौर हुँदै हामी मिनी इलाम पुग्न सक्छौँ। यहाँको मौसम चाहिँ एकदम छुट्टै भाइब्स दिने खालको मौसम छ भनौँ न। यहाँको एकदम हुस्सु लाग्ने छिनमै हुस्सु लाग्ने एकदम चिसो क्लाइमेट टाइपको छ यताको। यता तपाईँहरूले देख्न सक्नुहुन्छ ठक्क हाम्रो यो गाउँघरको झझल्को आउने खालको यहाँको घरहरूको बनावटी राम्रो खालको बनावटी छ एकदम। मौसमले पनि त्यस्तै खालकै छ गाउँकै भनौँ न। अब यहाँ आएपछि तपाईँलाई छुट्टै डिफ्रेन्ट इलामै गएको जस्तै भाइब्स चाहिँ आउने छ यताको रोड कन्डिसन पनि अहिलेसम्म चाहिँ एकदम गुटै छ भनौँ न, पिजै छ लगभग। अब अफ रोड चाहिँ खासै अहिलेसम्म त अफ रोड त हामीले यस्तो भेटेको पनि छैन। रोड चाहिँ एकदम बेस्ट छ है। यहाँको तपाईँहरूले मौसम अगाडि देख्नुहुन्छ धुम्म छ, एकैछिनमा धुम्म भने केही अगाडि कहिले चाहिँ so soft where the seasons flow. We met where the stars take their flight. Every moment with you feels just right. Whisper your name in the rush of the breeze. Love like an ocean rippling with ease. Heartbeats sing. यहाँ चाहिँ हामीले माथि देख्न सक्नुहुन्छ टक्क पहिरो गएको रहेछ। पानी परेर होला सायद, एक दुई दिन अगाडि पानी परेर होला पहिरो गएको। अहिले चाहिँ हाम्रो यो ढलान बाटो राम्रो नै छ भनौँ, ढलान बाटो। टक्क यता ग्रिनेरी देख्न सक्नुहुन्छ, यताउता टक्क तपाईँ टक्क त अगाडि हुस्सु लाग्छ। हार्दिक स्वागत गर्दछौँ। कहाँ हो यो भोटे चौरको इलाका प्रहरी कार्यालय हेरौँ। अनि त्योपछि फर्कौँ मिनीलामको यसो हेरेर फर्कौँ है। बरोबर घटेको जानेको चाहिँ
आइपुग्यो हामी कहाँ आइपुग्यो वी आर एट भोटे चौर हामी चाहिँ अहिले ठ्याक्क भोटे चौर पुगेको छौँ भोटे चौरबाट लगभग कति 4 किलोमिटर होला 4 किलोमिटर छ 4 किलोमिटरमा पुगिन्छ होला सायद के हो यो मौसम झन् पो देखिन्छ छोडेछ 4 किलोमिटरमा सट्ट पुगेर भेट्दैन अब चाहिँ अफरोड सुरु Off-road is a start. So very guys, हाम्रो off-road सुरु भयो के कहाँसम्म हो यो I don't know what इलामै पुगिन्छ के हो यस्तो मौसमले त मिनी इलाम जान लाग्यो रे लास्टमा इलामै पुग्ने भयो यहाँको वेदरले गर्दा त त्यही वेदर त्यस्तै त देख्न सक्नुहुन्छ मकैहरू पाकेर अब यहाँको भाँच्ने बेला भएको होला सायद है बेस्ट भ्यूै छ भनौँ न टक्कै त मकैबारी यता नि मकैबारी टक्क बिचमा रोड चट्ट यहाँ पनि एउटा गेट रहेछ अब यो कहाँ जाने गेट चाहिँ थाहा भएन टक्क त सायद उहाँहरूले माथि भन्दै हुन्थ्यो यता एउटा गेट छ भनेको यो त होइन होला सायद हामी सिधै लाग्छौँ बाटोको कन्डिसन राम्रै छ भन्नु कतै कतै ठाउँमा अलिअलि अफरोड कतै अब राम्रै पिच मौसमले आज साँच्चै दिला जस्तो छैन पुरै धुम्मै छ भनौँ न अब यहाँबाट चिया बगान पुग्न कति टाढा छ चिया बगान पुग्न कति टाढा उपरबाट उकालो हस् धन्यवाद यहाँबाट हो कि हो चिया बगान जाने यताबाट हो धन्यवाद चिया बगान हाइबुङ पार्टी भन्ज्याङ पर्यटक मात्रामा अधिक स्वागत गर्दछौँ मेलाम्ची सिन्धुपाल्चोक जिल्लामा पर्छ हाम्रो मिनी रामसाका सिन्धुपाल्चोक जिल्लामा पर्दछ अब हामी यहाँबाट चाहिँ अफरोडहरू सायद कति अफरोड छ थाहा छैन हिँड्नु पनि पर्छ भने सुनेको लेट्सी अफ चाहिँ हाम्रो अब अफरोडको यात्रा चाहिँ सुरु भएको छ रोडको कन्डिसन चाहिँ एकदम राम्रो छ एराउन्ड 80% चाहिँ एकदम राम्रो छ भने 30 to 20% चाहिँ अलिक अफरोड छ भनौँ न तपाईँहरूले तल प्रवेश गेटबाटै अफरोडको यात्रा सुरु गऱ्यौँ हामीले हाम्रो यो मिनी इलाम चाहिँ किन विशेष खास भनेकोमा चाहिँ यो मेन चाहिँ भनेको हाम्रो यो ग्रिनरी अफ टी गार्डन अनि यहाँको कुल एकदम चिसो खालको फगी इन्भाइरोमेन्ट भएर हो अनि हामीले यहाँ इलाम जस्तै सेम क्लाइमेट पनि पाउन सक्छौँ यहाँ टक्क इलाम मेन हाम्रो यता इलामकै भाइब्स पनि लिन सक्छौँ अनि हामीले यहाँबाट यदि हाम्रो यो हाम्रो मौसम खुल्यो भने क्लाइमेट खुल्यो भने चाहिँ हामीले यहाँ डिफरेन्ट अफ माउन्टेन रेन्जको भ्यू पनि देख्न सकिन्छ अनि हाम्रो यो हामी तपाईँ अब यदि हाम्रो यहाँ मिनी इलाम तपाईँहरू बाइक नभएर यदि हामी अब लोकल बसहरूमा पनि आउन सक्नुहुन्छ लोकल बस चाहिँ हाम्रो यो साँखु बस पार्कबाट पाउँछ यता पाइनेछ त्यहाँ साँखु बस पार्कबाट हाम्रो यता मिलाम्ची जाने बाटो हुँदै आउँछ त्यहाँ हाम्रो त्यो
लोकल बस चाहिँ। अब यदि तपाईँहरू लोकल बसमा आउन चाहनुहुन्न भने अर्को अप्सन भनेको चाहिँ लोकल जिप पनि हायर गर्न सक्नुहुन्छ। लोकल जिप हायर गऱ्यो भने तपाईँलाई अलिक सजिलो नि पर्छ, अलिकति एक्सपेन्सिभ चाहिँ पर्नेछ। रोडको कन्डिसन देखेर चाहिँ राम्रै हुन्छ लोकल जिपमा चाहिँ तपाईँलाई बाइकहरूमा भन्दाखेरि। अनि अब तपाईँहरू लोकल जिपमा नि आउन सक्नुहुन्छ, यता हाइकिङ गरेर आउनु पनि सक्नुहुन्छ है। फेरि हाम्रो भोटे चौरबाट हाइक गर्न सक्नुहुन्छ। लगभग एराउन्ड कति हाइक गरेर त लगभग 1 आवर 30 मिनट जति लाग्छ कि। हाम्रो यो रुटमा कतै कतै पानी हिलो हुनुको कारण चाहिँ हाम्रो यो राति पानी परेर होला सायद यो अलिअलि हिलो भएको अगाडि देख्न सक्नुहुन्छ। त्यस्तो खासै गाह्रो त हिलो सेलो जमेर एकदम गाह्रो खालको एकदम गाडी बाइकै फस्ने खालको हिलो त त्यस्तो खालको त छैन। अलिअलि भनौँ न हाम्रो यो मेन मिनी इलाम आउनु भनेको एट्र्याक्सन मेन कारण भनेको चाहिँ एउटा मेन भनेको चाहिँ हाम्रो एउटा ग्रिनेरी अफ टी गार्डन अनि त्यो चाहिँ सिनिक भ्यू पोइन्ट देख्न सक्नुहुन्छ। यदि क्लाइमेट खुलेको छ भने चाहिँ हामीले यता डिफ्रेन्ट हिमालयन रेन्ज पनि देख्न सक्छ। अर्को भनेको हाइकिङ ट्रायल भयो। अनि अर्को एक्सप्लोर गर्ने भने चाहिँ हामीले एक्सप्लोर अफ लोकल भिलेज त्यहाँको कल्चर। अनि अरू आउने भनेको फोटोग्राफीको लागि अनि भिडियोग्राफीको लागि नै आउन सकिन्छ हामी यहाँ। हाम्रो यहाँ आउने भने चाहिँ मेन चाहिँ भनेको मनसुनमा हाम्रो ग्रिनेरी अफ सिनिक भ्यू हेर्नुलाई हो हाम्रो मिनीलेमा आउने चाहिँ। अहिले फस्यो भने आफूलाई गाह्रो होला, यही राख्दा हुन्छ होला है। हाम्रो यस्तो तल अब यहाँबाट चाहिँ 10 मिनटदेखि 15 मिनट हिँड्नुपर्छ अरे त्यहाँबाट तल त्यो देखिरहनु भएको बाइक राख्यौँ। अब यहाँबाट 10 मिनट 15 मिनट पुग्छ होला मिनी इलाम। एक्साइटेड टु सी मिनी इलाम है। यस्तो दुःख गरेर छ पहाडी चाहिँ गाउँ रहेछ देख्छ भने त पहाडी गाउँ बदल लागिरहेको छ पुरै मजा आऊ खै भ्यू चाहिँ खुलेको छ कि छैन त्यसै रोकिराख्नु छ धान खेती हुन्छ र भिलेज चाहिँ वाउ छ दामी छ हेर्नु अगाडि जाँदैछौँ एभरेस्ट टी फ्याक्ट्री यहाँ माथि एभरेस्ट टी फ्याक्ट्री यहाँबाट सिन्धुपाल्चोक यहाँबाट माथि जाँदैछ हामी माथि लाग्दैछौँ अब बाटो माथि जाँदैछ यो बाटो चाहिँ अफ नै छ पुरै अफ रहेछ त्यहाँ दिने भन्नुभएको नलिनु तपाईँलाई गाह्रो पर्छ भने ठिकै छ अफ रहेछ पुरै बाटो पहिरो कहीँ पहिरो यस्तो छ अफ पुग्न आँट्यो बाइक चाहिँ नजाने रहेछ ह्यान्डल भन्नुभएको राम्रै रहेछ तपाईँ पनि अब आउँदै हुन्छ भने त्यहाँबाट तपाईँ बाइक राख्नुहोस् बाइक चाहिँ राखेर 10-15 मिनट हेर्नुहोस् न बाटो यस्तो खत्तम छ बाटो हिँड्ने बाटोहरूको त यस्तो बिजोग छ त्यही भएर बाइक तल राखेर यहाँ आउनु सक्नुहुन्छ बाटो जस्तो अफ छ है अब बाइक राखेर हिँडिरहेको छ हामी बाटो चाहिँ यस्तो अफ छ तपाईँ सिसिटिभीको निगरानीमा हुनुहुन्छ नोटिस गरौँ युआर अन्डर द सिसिटिभी सर्भेलेन्स बाटो अलिक खत्तमै छ सिन्धुपाल्चोक जिल्लामा पर्ने एभरेस्ट टी फ्याक्ट्री थाकेको छौँ चाहिँ उनी त्यस गरी अलिअलि चिया बगान सुरु भयो लगभग मिनी इलाम माथि देख्न सक्नुहुन्छ चिया बगान यहाँबाट माथि होला पुगिसक्यो नि होला अब सायद बाटो त्यस्तै रहेछ मिनी इलाम अब हामी पुग्ने आँट्यौँ थाक्यो गाइस हिँडेर भयो बिस्तारै जाँदैछौँ थाकेर वाइल्ड बाटो यस्तो छ गाडाङगुडुङ बाइक चाहिँ नआउने रहेछ तपाईँ नल्याइदिनु होला मिलामै यस्तो फेल भइसक्यो यहाँको
यहाँको क्लाइमेट वेदर देखेर चिया बगानमा नि चिया पुगे जस्तो छ हामी बाटोको अवस्था यस्तै हो गाइस यहाँ माथि चियाबारी टी हाउस वासरुम भन्ने छ यो हाम्रो इलाम सेकेन्ड इलाम काठमाडौँ भ्याली जुन चाहिँ वासरुमहरू मुनि पनि रहेछ माथि जाने चाहिँ कताबाट हो भन्ने चाहिँ टुङ्गो भएन गाइस के छ यहाँ हाम्रो यहाँबाट चियाबारी चिया बगान सुरु जुगाहरू आउँछ होला पानी पर्दा बेला चिया बगान बाटो त उकालो ठाडो रहेछ इलाम जान पनि यस्तो गाह्रो गाह्रो इलाम जान इलाम पुग्न गाह्रो भनेको झन् मिनी इलाम पुग्न नि गाह्रो नि रहेछ पुरै देख्छको हुन्छ एकदम सास है पक्का रहेछ पानी घन्टाले लाग्छ जुगा पनि आउँछ अरे त्यसै छ इलाम वाउ ल यहाँबाट ठ्याक्क हामीले भ्यू मिनी इलाम देख्न सक्छौँ चिया बगान छ सबै यता उस्तो लागिरहेछ उसो बिस्तारै बिस्तारै गर्दैछ होइन हाम्रो इलाम सेकेन्ड मिनी इलाम फाइनली हामी चाहिँ मिनी इलाम पुगेको छौँ आफ्टर द राइड अफ 2 hour 30 minutes एराउन्ड 2 hours भनौँ न मिनी इलाम पुगेको छौँ अनि एभरेस्ट फ्याक्ट्री भन्छ होला यो चाहिँ हाम्रो सिन्धुपाल्चोक जिल्लामा पर्दछ यसको एल्टिट्युड हाइट चाहिँ भनेपछि 1992 मिटर एबभ द सी लेभल छ तपाईँले देख्न सक्नुहुन्छ यता चिया बगान इलाम सेकेन्ड इलाम अफ काठमाडौँ नजिकै इलाम जान नसके पनि हजुरहरू सेकेन्ड मिनी इलाम आउन सक्नुहुन्छ यहाँ सिन्धुपाल्चोक जिल्लाको एभरेस्ट टी फ्याक्ट्री देख्न सक्नुहुन्छ पछाडि बादल लागिरहेछ पुरै भ्यूहरू पुरै धुम्मै छ भनौँ न यतिको चाहिँ खोलेको छ अहिले तपाईँले यता वरिपरि देख्न सक्नुहुन्छ पुरै बगानै बगान छ चिया बगान यहाँ पछाडि चाहिँ कुहिरो लागिरहेको छ पुरै मौसम एकैछिनमा छिनछिनमै चेन्ज हुनेछ रियल इलाम जस्तै मिनी इलाम पनि ठ्याक्कै यता देख्नुहुन्छ पुरै एकदम वाइल्ड बादल लागेर पुरै केही छैन यता पुरै चिया बगान अहिले चाहिँ पानी अलिअलि छिटाउँदैछ अब हामी एकछिन अलिअलि भिडियो सर्टहरू लिन्छौँ अनि त्यसपछि हामी पनि अब लाग्छौँ होला पानीले पुरै भिजाउँछ जस्तो रुच्छ तपाईँहरू चाहिँ मिनी इलाम चाहिँ मेन चाहिँ टी गार्डनको लागि अरू भनेको चाहिँ हाम्रो यो लोकल भिलेजको एक्सप्लोर गर्न कल्चरहरू त्यहाँ कल्चर गर्नलाई यहाँको सर्ट हाइक आउन सक्नुहुन्छ पुरै यहाँ एकैछिन छिनछिनमै यहाँको क्लाइमेट चेन्ज हुँदो रहेछ एकैछिनमा बाधा लाग्ने एकैछिनमा उध्रिने ठ्याक्कै हाम्रो इलाम पूर्वीले इलाम जस्तै हुने सेम पुरै यहाँको चेन्ज टाइममा चेन्ज हुने रहेछ पनि फर्किन्छ होला सायद अब यहाँबाट चिया बगान वरपर सबै यो सबै चिया बगानहरू सबै वरपर हामी चाहिँ फाइनली यो एक्सप्लोर मिनी इलाम
एक्सप्लोर गरेर हामी सकेछौँ। तपाईँहरूलाई अब इलामको नै भाइब्स लिनु छ भने चाहिँ तपाईँहरू यता मिनी इलाम आउनु सक्नुहुन्छ। काठमाडौँबाट एराउन्ड लगभग 2 आवर्सको राइडमा लगभग 40 किलोमिटर फ्रम काठमाडौँ छ तपाईँले ठ्याक्कै यो मिनी इलाम पुग्न। जर्सिङपाबाट लगभग एराउन्ड 17 किलोमिटर। यसको एल्टिट्युड हाइट चाहिँ 1992 मिटर एबभ द सी लेभल छ। तपाईँहरू यहाँ अब भाइब्सहरू वेदरको पनि एकैछिनमा चेन्ज हुन्छ। पुरै इलामकै भाइब्स लिनु छ भने चाहिँ यहाँ आउनु सक्नुहुन्छ। यहाँको एक्सप्लोर गर्नु छ चिया बगानहरू, डिफ्रेन्ट भाइब्स। क्लाइमेट पनि डिफ्रेन्ट, एकदम चिसो, मनसुनमा बेस्ट। अनि यसको लागि ट्रेकिङको लागि, हाइकिङको लागि अनि तपाईँहरू मेन चाहिँ हाम्रो यहाँ टीको एक्सप्लोर गर्न यसरी चिया बगानको एक्सप्लोर गर्न हुन सक्नुहुन्छ। थ्याङ्क यू फर सपोर्ट है। हजुरहरूले भिडियोलाई हेरेर साथ दिनुभयो होला। यदि तपाईँहरूलाई कस्तो केही जग्गा छ, लोकेसन केही तपाईँहरूलाई छ भने मलाई तल कमेन्ट गर्न सक्नुहुन्छ। अनि कस्तो लाग्यो तपाईँलाई भिडियोको भ्यूहरू, यहाँ हाम्रो मिनी इलामको भ्यू कस्तो लाग्यो तल कमेन्ट गरिदिनु होला। अब सी यू अन नेक्स्ट भिडियो। अब अर्को भिडियो चाहिँ अब बिस्तारै अर्को नयाँ ठाउँ एक्सप्लोर गर्न जानेछु म। सी यू अन नेक्स्ट भिडियो। थ्याङ्क यू, धन्यवाद। ठ्याक्क हामी फर्किने बेला चाहिँ पानी पऱ्यो। यहाँ कुर्ता ल्याएको छैन, बिजोक हुनु घर जाँदा चाहिँ बिजोक हुनु माथि होइन चिया बगान बिजोक होला जस्तो छ है। पानी पर्दै रेकर्ड छैन, ज्याकेट ओर्ने जङ्गलको बाटो।